कोच मेलिनाले राजुमाथि बदला लिँदै बाहिरियो भोइसको यस्तो गोप्य कुरा। किन यस्तो गर्दैछिन् मेलिनाले? सबै कोचले आफूलाई नै निशाना बनाएपछि कोच मेलिना तनावमा। आखिर के हुँदैछ त अबको एपिसोडमा? अनि प्रसारण नहुँदै कसरी लिक भयो यी सब कुराहरू? दर्शकवृन्द, आज हामी यिनै विविध विषयमा चर्चा गर्नेछौँ र मसँग तपाईहरूको लागि केही खास र गोप्य कुरा छ, त्यो पनि म हजुरलाई भन्नेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। द भोइस अफ नेपालको अहिलेसम्म 2वटा मात्र एपिसोड प्रसारण भएको छ, तर हजुरले ती 2वटै एपिसोड हेर्नुभयो भने एउटा कुरा सेम देख्नुहुन्छ। त्यो कुरा हो मेलिनाले खानुभएको ब्लक। ब्लाइन्ड अडिसन सुरु हुँदा पहिल्यै प्रस्तुतिमा मेलिनाले ब्लक खानुभयो। कहिले भोइस सुरु होला र मेलिनालाई ब्लक गरौँला भनेर कुरेको जसरी कोच राजुले सुरुकै प्रस्तुतिमा मेलिनालाई ब्लक गर्नुभयो। त्यो त ठिकै थियो, उहाँले झुक्किएर ब्लक भएछ भनेर भन्नुभएको थियो। हामीले कोच राजुले झुक्किएर ब्लकको बटनमा थिचेको पनि देखेको थियौँ। तर भोलिपल्टको दोस्रो एपिसोडमा पनि फेरि कोच मेलिनाले नै ब्लक खानुभयो कोच प्रमोदको हातबाट। सबै कोचहरूले ब्लक गर्नको लागि बिचरा मेलिनालाई मात्र देख्छन् कि के हो? किनकि अब आउने एपिसोडमा मेलिना बाहेक कोच खेमको मात्र ब्लक गर्ने अधिकार बाँकी छ र कोच खेमले पनि फेरि मेलिनालाई नै ब्लक गरेर आफ्नो पावरको प्रयोग गर्नेवाला हुनुहुन्छ। मेलिना बाहेक 3वटा कोच छन् र ती 3जना कोचहरूले मेलिनालाई मात्र ब्लक गर्नेवाला छन् यो ब्लाइन्ड अडिसनमा। अब यो कुरा मैले कसरी थाहा पाएँ? खेमले ब्लक गर्नुभएको त भोइसले देखाएकै छैन भनेर तपाईँले सोचिराख्नु भएको होला। मैले यो कुरा मात्र होइन, अर्को कुरा पनि थाहा पाएको छु। कसरी भन्दा भोइसको पहिलो एपिसोड सुरु हुने बेला देखाइएको छोटो प्रोमो भिडियो क्लिपबाट। भोइसको एपिसोड 1 मा 5 मिनट 30 सेकेन्डमा ब्लाइन्ड अडिसनको सबै ब्लकको छोटो भिडियो क्लिप राखिएको छ, जुन हजुरले आफैले पनि एपिसोड खोलेर हेर्न सक्नुहुन्छ। केही सेकेन्डको मात्र उक्त क्लिपमा सबै ब्लकको केही सेकेन्डको झलक मात्र देखाइएको छ। त्यस क्लिपमा हामीले देख्न सक्छौँ कोच मेलिना ब्लक हुनुभएको छ र राजु लामाले BLOC के ब्लक भन्दै मेलिनालाई जिस्काउँदै हुनुहुन्छ। मेलिना ब्लक हुनुभएको त हामीले पहिलो एपिसोडमा पनि देख्यौँ, दोस्रो एपिसोडमा पनि देख्यौँ, तर त्यो कुनै पनि ब्लकमा कोच राजुले यसरी उठेर BLOC के ब्लक भन्दै मेलिनालाई जिस्काउनु भएको छैन, जसको मतलब यो हामीले पहिलो र दोस्रो एपिसोडमा देखिएको ब्लक होइन। यसको मतलब हो कोच मेलिनाले अब आउने एपिसोडमा अझै ब्लक खान बाँकी नै छ। पहिलो र दोस्रो एपिसोडमा राजु र प्रमोदको ब्लक सकिसक्यो। अब मेलिना बाहेक ब्लक गर्न बाँकी रहेको कोच भनेको खेम मात्रै हुनुहुन्छ। यसरी हामीले बुझ्न सकिन्छ कि अबको एपिसोडमा खेमले पनि मेलिनालाई नै ब्लक गर्नेवाला हुनुहुन्छ। बिचरा कोच मेलिनालाई कसैले ब्लक गर्न बाँकी राख्ने भएनन्। यस्तो भएपछि कसरी मेलिनाले आफ्नो टिम बलियो बनाउनु होला त? मलाई त चिन्ता पो लाग्यो। ब्लक गर्ने अधिकार त मेलिनाको पनि बाँकी नै छ। उहाँले चाहिँ 3जना मध्ये कसलाई ब्लक गरेर आफ्नो बदला लिनुहुन्छ त? आउनुहोस् यस बारेमा पनि म हजुरलाई बताइदिन्छु। मेलिनाले कोच राजुलाई ब्लक गरेर आफ्नो बदला लिनेवाला हुनुहुन्छ। हामीले त्यही एपिसोड 1 को 5 मिनट 30 सेकेन्डको समयमा प्रष्टसँग देख्न सक्छौँ कि मेलिनाले राजुलाई ब्लक गरेर उहाँको कुर्सी फर्काउँदै हुनुहुन्छ र अरू कोचहरूसँग मिलेर रमाउँदै हुनुहुन्छ। यसरी अब आउने एपिसोडमा कोच मेलिनाले सबैलाई नसके पनि कोच राजुलाई चाहिँ ब्लक गरेर बदला लिँदै हुनुहुन्छ। ब्लकको अधिकार हरेक कोचका लागि एक पटक प्रयोग गर्न पाउने गरी दिइएको हुन्छ। यसले गर्दा ब्लाइन्ड अडिसन हेर्नको लागि थप रमाइलो हुन्छ र कोचहरूलाई आफ्नो दिमाग र रणनीति लगाएर आफ्नो टिम बलियो बनाउन र अरू कोचको टिम कमजोर पार्न मद्दत मिल्छ। तर यो सिजनको जसरी सबै कोच एउटै कोचमाथि ब्लक गर्न खनिए भने उक्त कोच निकै मर्कामा पर्ने देखिन्छ। यसपालि त्यस्तै मर्कामा पर्नुभयो कोच मेलिना। आशा गरौँ 3-3वटा ब्लक खाए पनि उहाँको टिम झनै बलियो बनोस् भनेर। दर्शकवृन्द, हजुरहरूलाई कोच मेलिना कस्तो लाग्छ? यसरी एउटै कोचमाथि 3वटा कोच खनिएर ब्लक गर्नु ठिक हो कि बेठिक हो? हजुरहरूलाई यो ब्लकको सिस्टम कस्तो लागिरहेको छ? अनि हजुरले एपिसोड 1 को सुरुमा देखाएको भिडियो क्लिपबाट मैले यहाँ भनेको कुराहरू पहिला ख्याल गर्नुभएको थियो कि थिएन? भोइसलाई निकै निहालेर हेर्ने भोइसको सच्चा फ्यानले मात्र यो कुरा याद गरेको थियो होला।
हजुरहरूले याद गर्नुभएको थियो कि थिएन कृपया कमेन्ट गर्नुहोला। भिडियोलाई लाइक गर्नुहोला अनि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने यस्तै भोइस सम्बन्धी रोचक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरलाई धन्यवाद।